बिचरा एउटा गाडीले योलाई हान्देर पानी दिनु त पानी कस्तरी हान्दियो कि गाडी अलिक यहाँ भयो नि त यसको यो तेल बेसार आइ सन्चो यस्तै गाडीभित्र पस्यो कि एउटा आइसभित्र उडेर आउनु लाग्थ्यो कस्तो भयो नि लगाइदिनु त त्यहाँ छैन दिदी यता माथि हो यहाँ छ कि निलो यता हो यता हो यहाँभित्र घाँटीमै भइसक्यो अनि वालै परेछ बच्चा खै त कि यस्तो परेछ कि यसलाई घरमै टेक केयर गरे त सन्चो हुन्छ होला नि दिदी गराउनु चाहिँ यसलाई यहीँ राखिदिनु यसलाई सन्चो बनाइदिनु त अब पशु पन्छीको त्यो भइदा भए चाहिँ हस्पिटल लानु हुन्थ्यो यसो यो त कस्तो नराम्रोसँग भित्र दुख्नेले उरेको छ कि भएकै त्यस्तो त्यस्तो नगरिदिनु न उसलाई सास फेर्नु त गाह्रो हुन्छ नि त ल अब पानी गइसकेको छ अब फुक्दिनु बिस्तारै सन्चो भयो भने उडाइदिनु ल है उड्छ कि न एक्सिडेन्ट गाडी पनि कति स्पिड गएको हुन्थ्यो यार हामीलाई पनि एउटा अटोले धन्दै हजुरको जिम्मामा भयो हामी अफिस जान लाग्यो यसलाई ट्याकको उपचार गरेर उ गरिदिनु र बाँच्न चाहिँ बाँच्छ दिदी हो बाँच्यो भने बाँच्यो मऱ्यो भने मर्ने हो त ल